अब आम्दानी त त्यस्तै हो। अब 1 बिघाको पोखरीमा 4-5 लाख रुपियाँ आम्दानी भइहाल्छ। चराले सर्पले भ्यागुताले खाएर बचेको हाम्रो सबै चिजले भ्या छोडेपछि बल्ल हाम्रो होइन। आफूले मेहनत गर्ने हो भने विदेश जानु पर्दैन, मेहनत गर्नु पर्छ। गर्दै नगरेर त कहाँ हुन्छ? विदेशमा गएर पनि नगरिकन त हुँदैन केही नि, गर्नै पर्ने। नमस्कार, हजुरको शुभ नाम के हो? मेरो नाम देव शर्मा रिजाल। हजुर, के यहाँ अहिले माछा के हेर्न लाग्नु भयो? अहिले माछा हेरौँ भनेर। हजुर, माछा हेर्नलाई कस्तो भयो, बढाए छैन। ए बेच्नलाई होइन? अब बेच्नलाई, अहिले बेच्नलाई होइन, हेरेर अब बेच्ने खालको भएर चाहिँ बेचौँ भनेर। हजुर हजुर, कति क्षेत्रफलमा गर्नु भएको छ हजुरले माछा पालन? यो माछा त यसमा त यो थोरै नै हो। मेरो त छ 1 बिघा 1 बिघा लगभग 23 कट्ठा छ आफ्नो। 23 कट्ठामा गर्नु भएको छ? यो चाहिँ यो मेरो आफ्नो होइन, यो अर्कोको लिएको, लिजमा लिएको। ए लिजमा गर्नु भएको चाहिँ। हजुरको चाहिँ अर्को चाहिँ कता गर्नु भएको छ? मेरो उतै छ, जगतपुरै छ। हजुर, माछा पालनबाट कस्तो रहेछ दाजु फाइदा? ठिकै छ, राम्रै छ। है कति जति बेच्नुहुन्छ? मासिक हुन्छ कि मन्थली? त 1 महिना बेच्न मिल्दैन। हजुर, अब यो तपाईँको वर्षमा 2 चोटि 3 चोटि खाँद्ने हो। अनि लास्टमा माघ फाउन्डतिर एकैचोटि सबै सुकाएर बेच्ने, खाली गर्ने। त्यसैले यो वार्षिकै हुन्छ। वार्षिक कति जति आम्दानी गर्नुहुन्छ हजुरले? अब आम्दानी त त्यस्तै हो। अब 1 बिघाको पोखरीमा 4-5 लाख रुपियाँ आम्दानी भइहाल्छ वार्षिक। भनेपछि अब त्यहाँ खर्चहरू कटाएर कि के? खर्चहरू कटाएर 4-5 लाख। खर्च चाहिँ केमा आउँछ दाजु यसमा? खर्च त धेरै छ नि, हेर्नुहोस्। दाना चाहियो, दाना, चुना, मल, धेरै चिज खर्च छ हेर्नुहोस्। हजुर, दबाई खर्च त टन्नै छ। हजुरहरूलाई राज्यले अनुदानहरू त्यस्तो नि सहयोग गरेछ कि? त्यस्तो त छैन। हाम्रो जोन कार्यक्रम चलेको छ, त्यही जोनबाट त्यही सहयोग पाइन्छ। हजुर, तपाईँको मोटरहरू अनि बोर यस्तोलाई सहयोग चाहिँ आउँछ। माछाको यो भुराहरूमा? भुराहरूमा पनि सहयोग हुन्छ। 50% अनुदानमा जोनबाट। कुन कुन माछा पाल्नु भएको छ हजुरले? सबै छ, 4-5 जातको रौ, नैनी, ग्रास, सिल्भर, कमन। कति वर्ष भयो हजुरले माछा पालन गर्न थाल्नु भयो? 15-16 वर्षै भयो। 15-16 वर्ष यही एउटा पेसामा? यही एउटा पेसा। अरू नै व्यवसाय गर्नुहुन्छ कि? अरू व्यवसाय घर त्यही गाई भैँसीहरू पनि छन्। ए हजुर, खेतीपाती आफूले खाने पनि आफै गर्ने। ए पूर्ण रूपमा कृषिमा हुनुहुन्छ हजुर? पूर्ण रूपमा कृषिमा। सन्तुष्टि हुनुहुन्छ हजुर? सन्तुष्टि छ। कतिपय मान्छे त घाटा भयो के किसान बनेर काम छैन होइन, नेपालमा केही छैन, विदेश जान पर्छ भन्ने खालको चाहिँ भाष्य छ नि नेपालमा। होइन, आफूले मेहनत गर्ने हो भने विदेश जानु पर्दैन, मेहनत गर्नु पर्छ। गर्दै नगरेर त कहाँ हुन्छ? विदेशमा गएर पनि नगरिकन त हुँदैन केही नि, गर्नै पर्ने। कस्तो समस्याहरू भोग्नु भएको छ हजुरले माछा पालन गर्दै गर्दाखेरि चाहिँ? समस्या त खासै त्यस्तो केही भोगेको छैन। समस्या रोगहरू त्यस्तो खालको? रोगहरू कहिले कहिले त्यस्तो रोगहरू लाग्छ, त्यो हामीलाई पनि थाहा हुँदैन। अब माछा प्राविधिकले थाहा नपाउने जस्तो रोग पनि लाग्छ है कहिले कहिले। त्यो हुँदाखेरि अलिकति समस्या हुन्छ। यसलाई सर्पहरूले दुःख दिने? सर्पहरूले दुःख दिने। अथवा त सर्पहरूले सबै चिज, चराले सर्पले भ्यागुताले खाएर बचेको हाम्रो सबै चिजले भ्या छोडेपछि बल्ल हाम्रो। यो ठुला माछाहरू चाहिँ सक्दैन होला होइन? ठुला नि अहिले त अब सर्पले खान सक्दैन, भ्यागुताले पनि खान सक्दैन। तपाईँको यो बच्चा स्टोकिङ गर्ने बेला तपाईँको धेरै आक्रमण भनेको चराले, भ्यागुताले, सर्पले। त्यति बेला कति किलोसम्मको माछा निकाल्नु भएको हजुरले? हुन्छ 1.5 किलो 2 किलोसम्मको। हजुर, 1.5 किलो 2 किलोसम्म। बजारहरूमा त्यस्तो समस्या छ? छैन, बजारको समस्या छैन। पोखरीमै आएर हजुर बिकिहाल्छ। कतिपय चाहिँ भारतीय माछाले चाहिँ बजार क्याप्चर गर्यो होइन, बर्दियाका किसानहरूलाई पनि त्यही समस्या छ भन्ने हामीले समाचारहरू सुनिरहेको हुन्छौँ। के छ त्यसमा चाहिँ यथार्थता? अहिलेलाई खासै त्यति समस्या परेको छैन। हजुर, पहिले विगतका वर्षहरूमा अलिकति गाह्रो भएको थियो। हजुर, अहिले 1-2 वर्ष भयो त्यस्तो समस्या पर्यो। अहिले यहाँ हाम्रा माछा बिकिरहेको। बिकिरहेको छ। बजार पाइएन, फाल्न यो कुहियाएर फाल्न पर्यो भनौँ न, त्यस्तो खालको छैन? छैन, अहिले 1-2 वर्ष भयो त्यस्तो छैन। पहिला 2-4 वर्ष पहिला भने अलिकति समस्या थियो, बिकेको थिएन। हजुर, अहिले चाहिँ समस्या छैन। अनि नबिक्दाखेरि यसको अरू केही परिकारहरू त्यस्तो सुकाएर सुकुटीहरू त्यस्तो खालको बनाउनु मिल्छ?
अब त्यो बनाउन मिल्छ, सुकुटी बनाउन मिल्छ। अब हाम्रो यहाँ त्यो साधन छैन, सुकुटी बनाउने हाम्रो यहाँ राखेकै छैन मेसिन। हुन त यतिकै गइरहेछ अहिले त होइन? यतिकै गइरहेछ। अरू समस्या पर्दाखेरि पनि हाम्रो सुकुटी बनाउने मेसिन यहाँ छैन। त्यो बेला चाहिँ के गर्नुहुन्थ्यो? फ्याल्ने? नै फाल्ने होइन, अब त्यो स्टक रहन्थ्यो। त्यो वर्ष नबिकेको अर्को वर्ष बिक्थ्यो। फाल्न त पोखरीमै छोडिदिने? पोखरीमै छोडिदिने। बिक्छ बिक्यो, नबिके त्यसैमाथि स्टक फेरि थपिदिने, अनि त्यहाँपछि अनि अर्को साल बिक्थ्यो। अहिले त्यस्तो गर्नु। हजुरहरूले राज्यबाट चाहिँ ठुलो अनुदानहरू त्यस्तो पाउनु भएको छ? नै, त्यस्तो ठुलो अनुदान त हामीले केही पनि बाँडे छ हजुरलाई? हेर्नुहोस् त यति अर्ब खर्ब बाँडे भन्छ किसानको लागि। हो के अरे, हामीले त्यस्तो अर्ब सर्ब त पाइँदैन। हाम्रो त साधारण अनुदान जस्तो जुन कार्यक्रमबाट भयो, अब जस्तो एकीकृत कार्यालयबाट अब अहिले विद्युतमा सहुलियत भनेको त्यस्तै थोरै थोरै अनुदान हामीले पाउँछ। हजुरहरूले यसरी चाहिँ कतिचोटि चाहिँ निकाल्नुहुन्छ माछा वर्षमा? वर्षमा राम्रो भयो भने 2 चोटि 3 चोटिसम्म, अनि लास्ट एकचोटि सुकाउनु 3 चोटिसम्म। मान्छेहरू पनि व्यापक चाहिँदैछ है माछा निकाल्न? मान्छे नि चाहिन्छ। ल हस्, समयको लागि धन्यवाद।